नमस्ते साथीहरू, आज म जर्मन ल्याङ्ग्वेज अन्तर्गत पर्सनल प्रोनोमेन र पर्सनल प्रोनोमेन अन्तर्गत भर्ब कन्जुगासन कसरी हुन्छ भन्ने बारेमा तपाईहरुलाई जानकारी गराउँदैछु। आज अलि त भिडियो के लामो हुन सक्छ, अन्त्यसम्म हेर्नु होला किनकि तपाईहरुलाई महत्त्वपूर्ण जानकारी पनि दिनेछ यो भिडियोले। तपाईहरुलाई अध्ययन गर्न केही सजिलो पनि हुनेछ। पर्सनल प्रोनोमेन विशेष गरी सिंगुलर र प्लुरल भन्ने हुन्छ। सिंगुलरमा फर्स्ट पर्सनमा इख भन्ने हुन्छ, जर्मनमा इख भनेको म, इंग्लिशमा आई भइहाल्यो। अनि सेकेन्ड पर्सनमा दु, तिमी नेपालीमा, थर्ड पर्सनमा सी, अनि त्यसपछि एर, सी, एस अर्थात् नेपालीहरुमा त्यही लेखेको छ, हेर्नु होला। त्यस्तै गरी प्लुरलमा चाहिँ बिय अनि इय, सी र सी हुन्छ है। अब यही पर्सनल प्रोनोमेन अन्तर्गत भर्ब कन्जुगासन कसरी गर्ने त भनेर तल देखाएको छ। जहिले पनि सिंगुलरको इखसँग जहिले पनि यदि कुनै इन्फिनेटिभ आएको छ, इन्फिनेटिभ वर्डहरु आएको छ भने, जस्तो इन्फिनेटिभ वर्डलाई मैले पछि देखाउनु छु, एक्जाम्पलमा देखाउने छु तपाईहरुलाई। तपाईहरुले एक्जाम्पलमा देखिहाल्नुहुन्छ। अहिले चाहिँ भर्ब कन्जुगासनको सिंगुलरमा इखमा जहिले पनि ए हुन्छ, दुमा जहिले पनि एस्ते हुन्छ, सीमा जहिले पनि इन्फिनेटिभ इएन नै हुन्छ, अर्थात् इन्फिनेटिभको पूरा रूप हुन्छ। प्लुरलमा बियमा इन्फिनेटिभ इएन अर्थात् इन्फिनेटिभको पूरा रूप हुन्छ, इयमा ते हुन्छ, सीमा इन्फिनेटिभ इएन अर्थात् पूरा रूप हुन्छ। यसैलाई तपाईहरुले एक्जाम्पलको रूपमा हेर्दाखेरि इन्फिनेटिभ कोमेन, कोमेन भनेको आउनु भन्ने हुन्छ नेपालीमा, इंग्लिशमा टु कम। अब माथिको पर्सनल प्रोनोमेन अन्तर्गत भर्ब कन्जुगासन गर्दा कोमेन भन्ने एउटा जुन वर्ड छ अथवा इन्फिनेटिभ छ, त्यो इन्फिनेटिभलाई इखसँग कोमे हुन्छ। जस्तो तपाईलाई इखसँग ए यहाँ देखाएको छ, यहाँ कोमेन भन्ने इन्फिनेटिभको लास्टमा इएन हटेर कोमेन, केओएमएम इएन कोमेन हटेर इ लास्टमा आयो। हेर्नुस् त, यो इ आयो, तपाईले देख्नुभयो है। त्यस्तै गरी दुसँग चाहिँ कोम्स त हुन्छ, जस्तो यहाँ दुसँग चाहिँ यस्तै हुन्छ भनेको छ। यहाँ पनि दुसँग चाहिँ लास्टको इएन हटेर केओएमएमएसटी अथवा चाहिँ कोम्स त भयो है। त्यस्तै गरी सीसँग चाहिँ कोमेन, कोमेन मैले अघि नै भनेको थिएँ, सीसँग चाहिँ इन्फिनेटिभको इएन हुन्छ अथवा पूरा रूप हुन्छ भनेको थिएँ, सीसँग चाहिँ कोमेन भयो। एरसीएससँग चाहिँ कोम त भयो। यसमा चाहिँ ते हुन्छ, अन्त्यमा ते हुन्छ, यो ते अनुसार चाहिँ तपाईको कोम त आएको हो, हेर्नु होला। त्यस्तै बियसँग चाहिँ कोमेन हुन्छ, पूरा रूप हुन्छ। इयसँग चाहिँ कोम त हुन्छ, इयसँग हेर्नुस् त यहाँ ते छ, यहाँ पनि सेन्टेन्सको कोमेनको पूरा इन्फिनेटिभ कोमेनको इय छ पनि लास्टमा केओएमएम इएन हटाएर केओएमएम टी राखेको छ यहाँनिर, हेर्नुस् त। टी को चाहिँ सानो सी र ठुलो सी भन्ने हुन्छ। सानो सी भनेको तपाईहरुलाई पहिले नै भनिसकेको छ, तिमीहरु भनेर भनिसकेको छ, र ठुलो सी भनेको चाहिँ तपाईहरु भनेर भनेको छ। यो दुईटैमा चाहिँ कोमेन लाग्छ है। रुलहरु छन्, जस्तो भर्ब कन्जुगासन गर्दाखेरि सिंगुलर र प्लुरलमा केही रुलहरु छन्। जस्तो इन्फिनेटिभको अन्त्यमा नम्बर 1, रुल नम्बर 1 मा हेर्नुस् है राम्रोसँग। रुल नम्बर 1 मा यहाँ देखाएको छ, क्लियरली देखाएको छ तपाईलाई। यो रुल नम्बर 1 यहाँदेखि यहाँसम्म छ। यिनीहरुको चाहिँ इन्फिनेटिभको अन्त्यमा टीईएनबाट अन्त्य हुन्छ, डीईएनबाट अन्त्य हुन्छ, टीएमईएनबाट अन्त्य हुन्छ, डीएनईएनबाट अन्त्य हुन्छ, सीएचएनईएनबाट अन्त्य हुन्छ, एफआरईएनबाट अन्त्य हुन्छ भने त्यस्तो बेलामा डुमा जहिले पनि ईएसटी अर्थात् जर्मनमा भन्छ एएसते यहाँ छ, यो एएसते लगाउने। यो कसरी लगाउने म तपाईलाई एक्जाम्पलमा देखाउनु छु। एरसीएसमा एते हुन्छ, इयमा एते हुन्छ है त। अब एक्जाम्पल हेर्नुहोस्, एक्जाम्पल आर/10 भन्ने छ, हेर्नुहोस् त। आर/10 को लास्टमा टीईएन आयो, यो टीईएन यहाँ पनि रुलमा मैले के भनेको थिएँ, यदि इन्फिनेटिभको अन्त्यमा टीईएनमा अन्त्य हुन्छ भने, जस्तै एआरबिएआईटीएन आर/10 टीईएनमा अन्त्य भयो हो, यस्तो आर/10 मा चाहिँ यो अन्त्य हुन्छ भने अब यसको चाहिँ कन्जुगासन गर्दा, भर्ब कन्जुगासन गर्दा इखसँग आर/ते भयो, यो पहिलेकै रुल हो। यसमा चेन्ज हुने भनेको दु, एरसीएस र इआर मात्रै हुन्छ। दुमा हेरौँ है त, इएसटी आयो,
यहाँ के भनेको छ एते भनेको छ इएसटी थप्ने अथवा एएसटे थप्ने भनेको छ थप्यो। त्यस्तै गरी चाहिँ आरसिएसमा चाहिँ एते थप्ने भनेको छ, यहाँ एते थप्ने भनेको छ, यहाँ पनि एते भयो। त्यस्तै गरी चाहिँ ईमा चेन्ज हुन्छ भनेपछि अरू सबै त्यही हुन्छ, बीमा पनि त्यही नै हुन्छ, इन्फिनिटीको पुरा रूप आउँछ, सी ठुलो सी र सानो सी इन्फिनिटीको पुरा रूप आउँछ। अब मैले यहाँ ईमा चेन्ज हुन्छ भनेको छु, ईमा एते हुन्छ भनेको छु, यहाँ ईमा पनि लास्टमा एते आएछ, लास्टको इएन हटेर एते बस्यो। बादेन भनेको नुहाउनु, इख बादे यो रुल पहिलो रुल हो। त्यसपछि दु बिएडी ईसम्म आयो, अनि के अरे बिएडी छ, इएन छ लास्टमा, इएन हेर्नुहोस् त इएन छ, यहाँ पनि इएसटी छ। यो इएसटी चाहिँ दुमा जहिले पनि इएसटी अथवा चाहिँ एएसटी राख्ने भनेर भनेको छ, तपाईँले यो पनि बुझ्नुभयो होला। त्यस्तै गरी चाहिँ अर्को चेन्ज हुन्छ भनेको थिएँ मैले, चेन्ज हुने मात्रै तपाईँलाई भनेको छु, अरू नर्मल नहुने चाहिँ मैले केही भनेको छैन है। अर्को चाहिँ आरसिएसमा पनि बादेत आयो, यहाँ पनि हेर्नुहोस् त आरसिएसमा एते थपेको छ। त्यस्तै गरी यता पनि अरू बीमा त्यही नै हुन्छ, सीमा त्यही नै हुन्छ, अर्को सीमा पनि त्यही नै हुन्छ, ईमा चेन्ज हुन्छ, यहाँ पनि मैले तपाईँलाई ईमा एते हुन्छ भनेको छु, यहाँ पनि एते थपेको छ। देख्नुभयो है, रातो अक्षरले पोइन्ट आउट पनि गरेको छु र रातो अक्षरले पहिले लेखेर राखेको पनि छु, बुझ्नुभयो होला। त्यस्तै गरी रुल नम्बर 2 मा यदि इन्फिनेटिभ एसएसइएनबाट अथवा बिइएनबाट अथवा जेडइएनबाट अथवा एक्सइएनबाट अथवा एससिएचइएनबाट अन्त्य हुन्छ भने त्यस्तोमा चाहिँ दुमा ते हुन्छ, आरसिएसमा ते हुन्छ, ईमा ते हुन्छ, अरू बाँकी सबै चेन्ज हुँदैन अथवा चाहिँ पहिलाको जस्तै हुन्छ। हेर्नुहोस् है त, यो इखको पहिलाको जस्तै छ। दुको चाहिँ मैले के भनेको थिएँ भने सिचेन भनेको, सिचेन भनेको चाहिँ बस्नु है, जस्तो कुनै मान्छे सोफामा बस्छ, कुर्सीमा बस्छ अथवा चाहिँ कहीँ भैँमा बस्छ भने त्यसलाई सिचेन भन्छ। अब सिचेन भन्ने एउटा इन्फिनिटिभ छ, यसलाई चाहिँ दुमा चेन्ज मात्रै बदलिन्छ भने दु एरजिएस र इयरमा चेन्ज हुन्छ भनेको थिएँ। त्यस कारणले गर्दा तपाईँले पनि याद राख्नु होला, दुमा एसआइटी जेटी सिच भयो होइन, टी यहाँ पनि डुमा टी छ। त्यस्तै चाहिँ आरसिएसमा पनि टी छ, यहाँ पनि टी छ, अथवा चाहिँ ते है, जर्मनमा भन्दा ते हुन्छ, तपाईँहरूले बुझ्नु होला भनेर मैले टी भनेको छु, किनभने सुरुमा चाहिँ कन्फ्युज हुन्छ, त्यस कारणले गर्दा। अब अर्को चाहिँ इयरमा चाहिँ पनि ते हुन्छ भनेको छ, मैले यहाँ ते गरेको छु, अर्थात् एसआइटी जेटिएन भन्नेको लास्टमा जेटिएन आयो, यहाँ पनि हेर्नुहोस् त एसआइटी जेटिएन हो, त्यो जेटिएन चाहिँ यहाँ पनि चेन्ज भयो है, जेटिएन यो इयरको पनि चेन्ज भएर सिच भयो, यता पनि इयरको ते छ, त्यही आयो। नम्बर 3 यहाँ हेर्नुहोस् त, रुल नम्बर 3, रुल नम्बर 3 मा यदि इन्फिनेटिभको अन्त्यमा इएलएन इआरएन आउँछ भने दुसँग चाहिँ एसते हुन्छ, आरसिएससँग ते हुन्छ, इयरसँग ते हुन्छ। इक्जाम्पलमा हेर्नुहोस्, अरू बाँकी चेन्ज हुँदैन है, बाँकी चेन्ज भनेको मैले तपाईँलाई भनेको छैन, किनभने भिडियो धेरै लामो हुनसक्छ। इक्जाम्पलमा इन्फिनेटिभ सामएल भनेको चाहिँ जम्मा गर्नु होइन, इकसँग पुरानै भयो, सीसँग चेन्ज भएन, सामेल नै भयो। दुसँग चाहिँ सामएल्स हेर्नुहोस् त एस्ते आयो, यहाँ पनि चाहिँ एस्ते छ। एरसिएसमा पनि ते आयो, हेर्नुहोस् त एरसिएसमा पनि ते आयो, यहाँ पनि चाहिँ एरसिएसमा ते छ कि छैन। त्यस्तै गरी चाहिँ बीको चाहिँ त्यही नै हुन्छ, सीको त्यही नै हुन्छ, इमा पनि ते आयो, यहाँ पनि हेर्नुहोस् त ते नै छ, ते छ है। यो कुरा तपाईँहरूले ध्यान दिनु होला। केही इक्जाम्पलहरू देखाउँछु, यसमा मलाई पहिला माफ गर्नु होला, एउटा मैले तपाईँलाई इरेगुलर भरको बारेमा सिकाएको छैन, एउटा इरेगुलर भर पनि छ, 2-3टा इरेगुलर भर्ब छ, यसको बारेमा तपाईँलाई म अर्को भिडियोमा सिकाउने छु। अहिले मैले रेगुलर भर्बहरूको मात्रै रुलहरू कसरी इन्फिनेटिभको अन्त्यमा के आयो भने कसरी चेन्ज गर्ने भनेर चाहिँ मैले तपाईँलाई सिकाएको छु, हेर्नु होला। जस्तो यहाँ एउटा वर्ड छ गेहेन भन्ने इन्फिनेटिभ छ, हेर्नुहोस् त यहाँ गेहेन भनेको इन्फिनेटिभ छ। यो गेहेन भन्ने इन्फिनेटिभको इखमा गेहे भयो, दुमा गेस्त भयो। अब यसमा चाहिँ गेहेनको दुमा हेर्नुहोस् त इएन हटाएर सिधै गेस्त लेख्यो, मैले तपाईँलाई पहिले नै सिकाएको थिएँ, भनेको थिएँ, हेर्नु होला। त्यस्तै गरी आरसिएसमा गेथ भयो, अनि बिएमा गेहेन भयो,
त्यसपछि ईमा गेथ भयो, सीमा गेहेन भयो। त्यसपछि अर्को आयो, यो चाहिँ इरेगुलर भर्ब हो। लेजेन भन्ने इरेगुलर भर्ब छ यहाँ। यो बारेमा चाहिँ तपाईँलाई म अर्को भिडियोमा सिकाउने छु। अलि त यसको रुल चाहिँ फरक छ, त्यस कारणले गर्दा मैले यसमा आज सिकाउन सकिनँ, माफ गर्नु होला। अब यसमा चाहिँ लेर्नेन भन्ने छ एउटा इन्फिनेटिभ। लेर्नेन भन्ने इन्फिनेटिभ चाहिँ यहाँनिर हेर्नुहोस् है। यो लेर्नेन भन्ने इन्फिनेटिभको इकसँग लेर्ने भयो, यान हट्यो, इ आयो। दुसँग चाहिँ लेर्न्स्ट भयो है। एरसिएससँग चाहिँ लेर्न्थ भयो, अनि बिएसँग लेर्नेन भयो, चेन्ज भएको छैन। इसँग लेर्न्थ भयो। त रुल अनुसार हेर्नुहोस्, पहिला म तपाईँलाई जुन देखाएको थिएँ रुल, अनि त्यो हेर्नुहोस्, यसमा हेर्नुहोस् है त। यस्तै गरी धेरै वर्डहरू छ, तपाईँले अध्ययन गर्नु होला, पढ्नु होला, किनभने मैले सबै कुराहरू भन्दै जाँदाखेरि भिडियो लामो हुनसक्छ। अनि अर्को यस्तै गरी चाहिँ अब अर्को काउफेन इन्फिनेटिभ, काउफेन भन्ने इन्फिनेटिभ छ। यो काउफेन भन्ने इन्फिनेटिभको पनि हेर्नुहोस् त। इख काउफे, दु कफ्स्ट, एरसिएस कफ्ट, बिय काउफेन, इय कफ्ट, सी काउफेन भन्ने छ है त। अब भिडियो धेरै लामो हुनसक्छ, त्यस कारणले गर्दा बाँकी तपाईँहरूले अध्ययन गर्नु होला। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो, यदि मन पर्यो भने अथवा तपाईँलाई यसबाट केही पढ्नलाई सजिलो भएको भए भिडियो अवश्य सेयर गर्नु होला, लाइक गर्नु होला र कमेन्ट गर्न नबिर्सिनु होला। अर्को नेक्स्ट भिडियोमा तपाईँहरूलाई मैले यही भर्ब कनिकाचिउनको इरेगुलर भर्बहरू कसरी कनिकाचिउन गर्ने यो बारेमा तपाईँलाई भिडियो बनाएर हाल्नेछु।